कहाँ हाल है काका? बढिया। हजुरले पछाडि देखेको यो सबै हाम्रो गाउँको तोरी हो। अब हामी सबैको घरमा पुगेर उहाँसँग कति तोरी लाउनु भएको छ अनि कतिसम्म हामीलाई तोरी दिन सक्नुहुन्छ भनेर कुरा गर्छौँ। अनि चाहिँ हाम्रो अङ्कल आउँदै हुनुहुन्छ, उहाँको पनि तोरी छ। नमस्कार अङ्कल। नमस्कार बाबु, नमस्कार। हजुरले कतिसम्म तोरी लाउनु भएको छ? मैले 10 बिघा लाएको छु तोरी। लगभग 8 बिघा। 1 बिघा। मैले 5 बिघा लाएको छु। 3 बिघा लगभग पक्का। लगभग त्यही 20-21 बिघा जति। अनि योपालि हामीले अलि धेरै तोरी किन्ने विचारमा छौँ। हामीलाई सकेसम्म हजुरले कतिसम्म तोरी दिन सक्नुहुन्छ? अब मैले 25 भयो भने 20 क्विन्टल त दिन सक्छु हजुरलाई। 70-80% जति। 40 क्विन्टलसम्म। हजुर हजुर। तो इस बार हमका लाही दियो, ठीक? ठीक ठीक दे। हजुरले हामीलाई योपालि तोरी दिनु होला। हुन्छ। हजुरको सबै तोरी हामीलाई दिएर सहयोग गर्नु पर्यो। त्यो तोरी त आफ्नो घरको भतिज भएर त भतिजले नै दिने हो, बाहिरको मान्छेले कहाँ दिने हो। हुन्छ अङ्कल, धन्यवाद। गाइज हाम्रो 70 क्विन्टल पनि फिक्स भइसकेको छ। ल नमस्कार।